प्री एक्जाम र फाइनल एक्जामको क्वेसन बनाएपछि यसो सटरडेको दिन साथीहरू रिफ्रेस हुनु पर्यो भनेर यसो भयो नुन्थरतिर हामी जाने प्लानिङ गरेका थियौँ र फोन कन्ट्याक्टबाट पवन सरलाई मैले लिन गएँ। त्यसबाट अनिल सर र राहुल सर उताबाट आउनुभयो। सोल्टी बजारमा हामीले कुखुरा लगाएका थियौँ। कुखुरा बनाएर त्यहाँबाट सिधै हामी त्यसपछि हामी नुन्थरतिर पुग्यौँ। नुन्थरमा पुगेर त्यहाँनिर कुखुरा बनाउन हामीले सन्दीप दाइकोमा दियौँ। एकदम फेमस, एकदम स्वादिलो बनाउने त्यहाँकोमा। त्यसपछि एकछिन हामी के गर्ने भन्यो खोला किनारातिर गयौँ, गफसफ गऱ्यौँ। धेरै समयपछि भेट भएको थियो। के छ खबर सबको आफ्नो आफ्नो धारणा व्यक्त गऱ्यो। त्यसबाट मैले चाहिँ ब्लगिङ बनाउने विचार गरेँ। पहिलोपालि ब्लगिङ भएर अहिलेसम्म मैले बोलेर ब्लगिङ गरेको थिएन, त्यो भएर केही अप्ठ्यारो भयो। त्यसपछिबाट हामी होटलतर्फ फेरि फर्केर आयौँ कुरासुरा गरेर। अनि होटलको दाइले मैले सोधेँ के छ भने दाइले भन्नुभयो अझै 5-6 मिनट जति लाग्छ भनेर। त्यसपछि के गर्ने भन्यो हामी भित्र सर वासरुम जानुभएको थियो। वासरुमबाट आयौँ हामी, एकछिन भित्र पस्यौँ। नुन्थरभित्र यसो हेऱ्यौँ। 2-3 महिनापछि नुन्थर जाँदाखेरि नुन्थरमा केही चेन्जेसहरू आएको रहेछ, सब गर्दै थियौँ। तपाईँ दिनुभएको कुरा पाकिसक्यो आउनु भनेर फोन गर्नुभयो। त्यसपछि फेरि हामी होटलतर्फ गयौँ। होटलमा गएर एकदम मस्तसँगले मासु चिउरा पापड ड्युको साथमा आजको रमाइलो गऱ्यौँ। भुवन सरले मासु चिउरा भुजाहरू हाल्नुभयो। म चाहिँ पाठो भएर हतार हतार ड्यु हालेँ। ड्यु मलाई साह्रै मनपर्थ्यो, त्यो भएर त्यसपछि सब गऱ्यौँ। र घाँटीको प्रब्लम भएको कारणले उहाँले पानी लिनुभयो। गो रिफ्रेसमेन्ट डे यतिकैमा। थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब द